हेलो गाइस वेलकम ब्याक टु माई च्यानल र म चाहिँ भर्खर उठ्देको आज वेडनसडे अलिकति ढिलो उठाइ भयो अन्त अब उठ्ने बित्तिकै लाग्देको यो छ मेरो बोरा बिहानको मैला उठाउने र यो बोरा बोकेर चाहिँ अब टक 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 सिटी बजाउँदै लाग्दिनुपर्छ। आज दिन पनि अलिक हिजोको जस्तो त छैन रहेछ, अलिकति जाडो जाडो छ। भोलि चाहिँ छुट्टी, भोलि चाहिँ फुल छुट्टी छ, त्यो भइकन आज वेडनसडे चाहिँ अलिक काम गर्नु मजा लाग्छ। लु गाइस म चाहिँ रेडी भइसक्यो, सिटी पनि लगाइहालेँ, मास्क पनि लगाइहालेँ। अब चाहिँ भटाभट काम खालि गर्नु छ। ल गाइस यो लिएर अन्त आज चाहिँ त्यस्तो उयो त छैन रहेछ मैला, सायद कन्टिन्यू अहिले आइकन पनि होला हो। अन्त साँच्ची भन्दा यहाँ हेर ल केटाकेटी हो, ओइ ओइ रबिट यहाँ चाहिँ हाम्रो ऱ्याबिट छ हो, एक्साइटेड हुन्छ सिटी सुनिन यो। बस्दै गर ल भाइ, बस्दै गर। अन्त हाम्रो यो ऱ्याबिटको चाहिँ खाना पनि यहीँ हुन्छ। आज के रहेछ यसको खानामा, पत्ता पनि रहेछ, मटर पनि रहेछ। लालु भाइ आइज 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 आइज, पखे पखे पखे, आम्मा तानेको हेर। ला तँलाई लु अझै अलिकति च्याटिन दिइराख्नु पर्यो। ल भाइ खाइदियो, ल यहाँ हालिदिइरहेको छु अहिले खा। हिजो त झन् यसलाई हेब्बी भोक लागिरहेको थियो, बङ्की बङ तान्दै खाँदै थियो। तर चाहिँ लु एउटा मटर पनि हालिदिनु लु, खाना चाहिँ यसको यसरी राखिदिएको हुन्छ। हेर यो यहाँ यसको जसले पाल्छ हो, यहाँ घरको अङ्कल आन्टीहरू पनि राम्रो छ, सायद मैले यसरी दिन्छ भनेर होला। डेली केही न केही खुवाउनुको लागि चाहिँ राखिदिइरहेकै हुन्छ हो। त्यहाँ ममा आएर हल्का कतिन्छ, एक दुई हात यसलाई खुवाइदिन चाहिँ लात्तिन्छु। खा भाइ, मटर त खान्छ क्या यसले, हालिदिइराखौँ न अझै अलिकति च्यातिदिइराख्नु अरे यसलाई, त्यो पछि चाहिँ लाग्दिन। बिस्तारी खा ल। है बस ल, बस खा, बस भाइ। गाइस म चाहिँ लगभग सकिसक्यो बिहानको काम, अन्त बोरै नलैजाइ जाँदै रहेछु। अब हाम्रो लास्ट के भन्छ स्टप चाहिँ छ चाइनिज क्लब हो। यहाँ टक 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 उठाइदिएर चाहिँ सकिहाल्यो। साँच्चै भन्दा आज चाहिँ गाइस यही मेरो बिहानको यो भ्लग खालि हो आज हो। जय भोले, यहाँ चाहिँ हाम्रो मन्दिर छ खानको। यो मन्दिर चाहिँ क्या गाइस पहिला एकखेप यहाँ डरलाग्दो ठुलो आगो लाग्दाखेरि पनि यो मन्दिरमा चाहिँ अलिकति पनि क्या केही बिग्रेकै थिएन हो, हल्का हुँदै रहेछ त्यस्तोहरू पनि हो। अब लु मेरो यहाँ फाइनल स्टप आइसकेँ, अन्त फाइनल बोस पनि बसिरहेको रहेछ। लाग्यो फाइनल बोस त सिटी मारिदिउँ। लु गाइस फाइनल्ली आज यो बिहानको काम पनि सकिहाल्यो हो। अब चाहिँ यो जस्ट माथि गाडीमा हालिदिनु खालि पर्छ हो। अन्त यति राख्छु आजको भिडियो। मन्दिर आइपुग्यो, जय भोले। अब यति राख्छु भिडियो, किन भन्दाखेरि अब अलिकति ढिलो पनि भयो हो। अब हतारमा म तयारी भएर स्पिडै जानुपर्छ माथि। अब उयो भिडियो उयो गरिबस्नु भ्याउँछु जस्तो पनि लागेन, ठिकै पनि जस्तो पनि लाग्यो, किनभने यो बिहानको त्यस्तो उयो हालेको थिएन। माथि गएको त हालि नै त रहेको छु हो, त्यो देखाएको कुरा किन फेरि उयो गर्नु हो, त्यही भन्ने खालको पनि लाग्यो। अब अहिले फिलहालको लागि चाहिँ यस्तै हुन्छ हो गाइस मेरो कन्टेन्टहरू दिमागमा। अब अहिले मलाई सिम्पल गर्नु आएको भनेकै, गर्नु आएको पनि के भन्नु, अब गर्नु सकेको अहिले यही छ हो।
मेन चाहिँ अब सपोर्ट चाहिँ गरिदिनुहोस् होइन। कन्टेन्ट त अब राम्रो हुँदै जान्छ, मेन चाहिँ अब कन्टिन्यू पनि गर्छु म पनि, कन्टेन्टहरू पनि राम्रो राम्रो आउँदै जान्छ, सपोर्ट चाहिँ दिँदै जानु होला। ल गाइस यति भन्दै सी यू अन अनदर भिडियो, सब्सक्राइब। ओइ ज्याङ्गो ज्याङ्गोमा आइपुगेछ, आइज लु। मुडी